म चाहिँ जाँदैछु नगरकोटको वाटरफल हेर्न। ओ माइ गड मेरो स्ट्यान्ड आज चाहिँ धेरै पछि मैले क्यामेरा चार्ज गरेर अन गरेँ। अनि मैले त्यो किन गरेँ भन्दाखेरि मैले रिसेन्टली मैले डिजाईको माइक किनेको थिएँ अनि माइक टेस्टिङ नि गर्नु थियो। एकैछिन त मैले यो वायरलेस कनेक्सन यो एक्सन क्यामेराभित्र वायरलेस माइकको अप्सन नदेखेर चाहिँ एकदम चिन्तामा परेको थिएँ, ला के भयो क्यामेरा भनेर। अनि भिडियो हालिसकेपछि कमेन्ट आएको थियो अपडेट गर्नुहोस् डिजिआईको त्यो एपमा गएर भन्नुभयो। त्यो गरिसकेपछि आइसकेको छ। अहिले चाहिँ मैले यसमा कनेक्ट गरेको छैन। अहिले चाहिँ यदि क्यामेरासँग सिधै बोलिरहेको छु। त्यो माइक चाहिँ मैले हेलमेटमा चाहिँ भित्रपट्टि हालेर राखेको छु कि त्यो चाहिँ भ्लग गरेको बेलामा बाइकमा भएको बेलामा चाहिँ राम्रो अडियो आओस् भनेर हो। अहिले चाहिँ म जाँदैछु नगरकोट। खासमा जाने प्लान त नुवाकोटको थियो तर अहिले नै यहीँ 2 बज्न लागिसक्यो। पुग्दा पुग्दै 5-6 बज्छ जस्तो भयो क्या वहाँ दरबार पुग्दा। सो अब चाहिँ नगरकोटको वाटरफल हेर्न जाँदै। अब फेरि कहाँ कस्तो के बाटो थाहा छैन, सिधै अब गुगल म्यापमा हेर्ने हो, त्यहाँ हेरेर जाने हो। बाइक छ बाहिर, हिजो मिरर नि रिपेयर गरेँ। अब जाम। यो मेरो चाहिँ कस्तो कि स्क्रिन नै नदेखिने रहेछ कि यो माउन्ट मलाई यस्तो पटक्कै मन परेको छैन नि अहिले। यो कति रेकर्ड भयो के भयो भन्ने पनि थाहा छैन। तलको मात्रै खिच्छ माथि खिच्दैन कि। माउन्ट चाहिँ चेन्ज गर्नुपर्ने छ। अनि यहाँ मैले चाहिँ अहिले भर्खर माइक कनेक्ट गरेर त्यसरी नै बोलिरहेको छु। अब यहाँ छैन कि अब भिडियो रेकर्ड भयो भएन केही थाहा नै हुँदैन क्या मलाई। धेरै बिजोग रेकर्ड भएको छैन। अब यहाँ बत्ती नबल्ने छ क्या फेरि मेरो। सो इट्स लुकिङ ग्रेट आई गेस। ल अब फेरि यहाँ त अब फेरि यहाँ निकाल्ने फेरि ट्रिक छ कि यो यत्तिकै निकाल्नु मिल्दैन कि। यो सिधै निकाल्छु भनेर ढुङ्गो रहेछ। यहाँ मैले निकाल्दा त कस्तो हावा तरिकाले निकालेर देखिन्छ है भिडियोमा। तर के गर्नु बाटो अप्ठ्यारो छ। क्यामेरा अफ भयो भने माइक अफ हुँदो रहेछ कि। जस्तै क्यामेरा अन भएर चाहिँ क्यामेरा अन ठ्याक्क अफ भयो अनि क्यामेरा अन गर्दा चाहिँ अटो अन हुने भयो त अनि ठिक हुन्थ्यो नि त। अब म बोलिरहँदा पनि ओके माइक चाहिँ कनेक्टेड छ भन्ने विश्वास हुन्थ्यो नि त। अब कस्तो अघि थोरै अघिको इन्सिडेन्ट है। आम नट स्योर, अझै पनि मैले फर्स्ट टाइम युज गर्दैछु। अझै पनि मलाई राम्रोसँग थाहा छैन कसरी यो वर्क गर्छ भनेर। तर कस्तो भन्दाखेरि क्यामेरा अफ गऱ्यो अनि एकैछिनपछि त्यो माइक पनि आफै अफ हुने रहेछ नि त। ल माइक त अफ भयो तर फेरि हामीले बिचबिचमा त क्यामेरा अफ गर्दै अन गर्दै रेकर्ड गरेर हुन्छ नि त। अब त्यो बेलामा चाहिँ माइक चाहिँ अन भइदिएन भने त अब त्यो मतलबै भएन नि माइक भएको। फेरि माइक फेरि छुट्टै भित्र हात हालेर अन गर्नुपर्छ। त्यसको लागि त फर्स्टमा हेलमेट नै खोल्नुपर्छ नि त। त्यसमा चाहिँ अब कस्तो के छ थाहा छैन। अब एउटा म भिडियो नि बनाएर हाल्छु सोच्छु होइन। मेरो अरू साथीहरूले पनि माइक त युज गरिरहनु भएको छ नि त। अब उहाँहरूले कसरी गर्नुहुन्छ होइन। अब नन स्टप क्यामेरा त अन राख्नुहुन्न होला, बन्द पनि गर्नुहुन्छ होला। त्यही सोच्दै म अब आफ्नो यात्रा सुरु गरेँ। मेरो यात्रामा साथ दिइरहनुहुन्छ भन्ने मेरो आशा छ। मान्छेहरू टन्नै खान्छ तल। स्याटरडे सन्डे भएर नि होला। त्यो झर्ना चाहिँ कहाँ छ? नि खोल्सातिर हुनुपर्छ। मेरो माइक कनेक्ट भएको छ कि अनि माइक चाहिँ यहाँभित्र छ यहाँभित्र। अब त्यो अडियो चाहिँ कतिको रेकर्ड गर्ने हो। झर्ना हेर्ने ठाउँमा पुग्न नपाउँदै मलाई भोक लागिसकेर फर्स्टमा खाजा खाएँ। यहाँ सेकुवा मात्र पाउने रहेछ सो भेजमा यही चटपट र चिया थियो। आफ्टर इटिङ दिस झर्ना हेर्नको लागि मैले यहाँदेखि टिकट लिएँ। यसरी यहाँबाट खिच्देऊ ऊ त्यहाँ जान्छु। अब म कहाँ आउँदैछु भन्दाखेरि यहाँ झरुङ्गे पुल लिएर आइपुगेको छु। यस्तो ग्रिनरी छ यहाँनिर चाहिँ माई गड। यति धेरै भिड रहेछ नि आज। मेबी सन्डे भएर होला मान्छेहरू चाहिँ टन्नै हुनुहुन्छ। अनि खासमा मैले यहाँ झर्ना हेर्ने भनेर आएको। झर्ना त अझै तल हो जस्तो लागिरहेको। अब तल जान नि पाउने कि होइन बाटो त छ तर पनि डर पो लाग्यो त मलाई। एज यु क्यान सी
तल एकदमै गहिरो छ। मेबी हामी तल जानुपर्छ। यो चाहिँ झलुङ्गे पुल यतिकै यो फोटो खिच्नलाई मात्रै बनाएको जस्तो पनि लागिरहेको है। माथि बस्ती छ कि छैन आई डोन्ट नो। त्यो झरना चाहिँ त्यहाँ तलनिर रहेछ कि म जुम गरेर देखाउँछु ल कतिसम्म जुम गर्न मिल्छ। त्यहाँनिर छ तर हामी चाहिँ माथिपट्टि आएको छौँ नि त यहाँ। ओए मैले जुम आउट र जुम इनवाला उनी फिचर्स पनि राम्रोसँग युज गर्न अलिकति अप्ठ्यारो भइरहेको छ बिकज अफ दिस नेल सिजन एक्सटेन्सन गरेको किन गरेँ जस्तो भइरहेको छ। झलुङ्गे पुल कटिसकेपछि थकिरह्यो। जङ्गलको बिचबाट हुँदै हिँडेर आएको छौँ। यहाँबाट चाहिँ खोलामा पुग्न 15 मिनट लाग्छ भन्नुभएको छ। आम नट स्योर त्यो ट्रुथ हो कि होइन। 3:36 भएको छ। लेट्स सी 15 मिनटमा पुग्छौँ कि पुग्दैनौँ भनेर। ओए डरलाग्दो छ त घाँसी। त्यो पुल कट्नुभन्दा अगाडि चाहिँ एउटा भाइले चाहिँ मलाई हजुर भूमि हो भन्नुभयो। अनि हो भने अनि त्यसपछि टिकटक बनाउनु चाहिँ टिकटकवाला होइन हो भने अनि त्यसपछि कहिले किन्ने त एडभेन्चर बाइक रे। म यस्तो नर्भस भएँ नि। मलाई यस्तो कि मान्छेहरू कसैले मलाई टिकटक हेरेर चिने भनेर थाहा भयो भने म कस्तो मलाई कस्तो लाज लाग्छ कि। अनि म बोल्नै सक्दिनँ। मलाई के भयो लन्च भएपछि भने होइन राम्रोसँग इन्टरेक्सन त गर्नुपर्ने। अब त्यो चाहिँ म एकदम नर्भस हुन्छ कि कसैले झ्यामा आएर सोध्यो भने। त्यसको लागि चाहिँ म माफी चाहन्छु। अनि तिमी भाइले नि यो भिडियो हेर्दैछौ भने आम सरी राम्रोसँग कम्युनिकेट गरेन मैले किनकि म त्यस्तै छु। आम नट एक्सट्रोभर्ट के यसरी 81 मान्छे आएर बोल्यो भने म यता नउता भइदिन्छु। सो त्यसको लागि फेरि पनि माफी चाहन्छु। I am finally here. तर पुग्ने चाहिँ कसरी हो यो बाटोमा। कति धेरै नाङ्गा केटाहरू छन् त यहाँ। यस्तो रहेछ यहाँ तल पोखरी छ अलिकति फोहोरो पनि छ तर मोस्टली पानी चाहिँ अलिकति घिनलाग्दो नै छ। यताबाट बाटो रहेछ माथि जाने। कहाँ जान्छ यो बाटो? अझै कता पुग्छ त यहाँबाट? पट्टि चाहिँ राम्रो रहेछ शीतलवाला छ तर म चाहिँ तल जान चाहिनँ किनकि सबै छोरा मान्छेहरू हुनुहुन्छ। कोही नाङ्गे पुङ्गे हुनुहुन्छ कसैले बियर खाएर बस्नु भएको छ। मलाई चाहिँ अलिकति अनकम्फर्टेबल लागेर नगएको। इन्जोय गर्ने त पाउनु पऱ्यो इन्जोय गर्न द्याट्स फेयर होइन। तर यति नै थियो। अब म चाहिँ यहाँबाट पहिला एउटा ठाउँबाट आएँ त्यो पुल तरेर आएँ। अनि यताबाट फेरि अर्को त्यो पुल नतरिकन पारिपट्टि निस्किन मिल्ने बाटो जस्तो लागिरह। म त्यही बाटो फलो गरेर जानेछु। बाटो भर्खर बन्दै रहेछ र बिचबिचमा बाटो बनाउने दाइहरू भेटिनु भएको थियो। हातले खनेको बाटो भए पनि मजाले बाइक कुदाउन मिल्ने जत्रो स्पेस पनि थियो। मेरो खुट्टा पास्यो जुत्ताले छा घाउमा के हुनु पर्ला जस्तो छ त जुत्ता लिएर। Golden sunlight. If I'm going with you, I know we'll get to the other side. Finally back to जहाँ पुल स्टार्ट हुन्छ त्यहाँनिर आइपुगेँ। फाइनली जुत्ता चाहिँ यत्तिकै बोकेर हिँड्छु। मान्छेहरूले चाहिँ तल गरेर हिँड्नु के गरायो केटीले। फर्किने बेलामा बाटो बिराएर आई इन्डेड अप इन दिस ब्युटिफुल प्लेस। यहाँ निकै राम्रो माटोको भाँडाकुँडाहरू राखिएको थियो अनि यही मौकामा मैले पनि एउटा खुत्रुके किने। र यसरी नै घुम्दै फिर्दै म आफ्नो घरतिर फर्किएँ।